Hello everyone, welcome back to my channel. आज चाहिँ हामी गर्न आँटेको छौँ बेबी सावर। हेर्नुहोस् यो चाहिँ बोयर गर्ल। अब के हो यहाँ त जेन्डर रिभिल हुँदैन, दिँदैन गर्नु, त्यही भएर चाहिँ अब के हो होइन, त्यही भएर देख्छु छु। अनि यो चाहिँ फुलाउन आँटेको यस्तो यहाँ सबै लिएको छौँ हामीले, अहिले सपिङ गरेर आएको। यो चाहिँ दोकानमै फुलाएर ट्राई गरेको थिएँ, सुक्दैन पो रहेछ, अनि फेरि फुलाएर यत्तिकै बोकेर आएको। अन्त यो चाहिँ हामी फुलाउन आँटेको अहिले फिलहाल। यो चाहिँ मेरो पुरा भिडियो कल गरिरहनु भएको थियो, दादा चाहिँ आउनु हुँदैन। यो हो अन्त यो केक पनि लिएर आयौँ। यो चाहिँ मम टु बी। यो के अरे ओद्लाबारीमा चाहिँ पाएर चाहिँ हेप्पी बर्थडे लेखेको, पछाडि चाहिँ मम टु बी लेख्ने भनेर सोचेको थियो हामीले, तर यो चाहिँ बाख्राकोटमै पाउँदो रहेछ है मम टु बी हो। यो चाहिँ अब बर्थडेमा काम लाग्छ, यो आमाकै बर्थडे आउनु आँटेछ, आमालाई काम लाग्छ। अन्त एउटा चाहिँ यस्तो पनि ल्यायौँ, त्यहाँबाट एउटा चाहिँ पिङ्क ल्याएको छौँ। यति नै हो दादा। ए आमा अहिले फुक्न पहिला दुईवटा नानी रहेछ, दुईवटा नानी रहेछ, एउटा छोरा एउटा छोरी हो नि त। यो हाल्ने चाहिँ अलिकति अप्ठ्यारो नि, हाल्नु पर्ने चाहिँ यहीँ भइरहेछ नि त। बेबी सावर अरे नि, त्यो फुलाको चाहिँ फुक्न पहिला अलिक, अन्त टेप लाल्दै। टेप टाल्नु पर्दैन, टेप टाल्दैन, टेप पनि दिएको छ त। बिचमा छिराउनु पर्छ हौ, भिडियो सबै गरिदिनु। कहाँ छ हौ यसको त। खाना खानुभयो माङ्गुले? खाना खानुभयो? के खायो अन्त? के खायो? लामो पारेर गर्छ भिडियो त। छड्के पारिदिउँ? कैची पर्दैन होला हौ टेप टाल्नु। त्यो टेप त यहाँ टाल्ने जस्तो लाग्यो मलाई त। त्यो टेप आफै टाल्ने भन्छ अरूसँग हुन्छ। ए यो त छैन रहेछ, टेपै होइन रहेछ। ये देखो आज है इसका बेबी शावर। ये है बॉय गर्ल। अझै छ यहाँ नानीहरू पनि छ। हम आज अभी आए हैं शॉपिंग करके और ये हम लोगों ने नया सोफा लिया और ये रही हमारी मम्मी जी। भिडियो चाहिँ यहाँ नानीहरू थुप्रै गएर घर। यो चाहिँ एउटा चाहिँ हार्ड रहेछ नि कि दुईवटा हार्ड हौ? ए यो चाहिँ अब छोरा छोरी यस्तो गरेछ, तर रिभिलै हुँदैन हो। अब हामी यहाँ डेकोरेसन गर्न आँटेको, गर्नु ल, गरिराखौँ। अन्त देखाउँछु, माइजोलाई पनि बोलाउँछु, तपाईँलाई बोलाउँछु। बेलुन फुकाइ हुँदैछ अहिले चाहिँ। हाम्रो डेकोरेसन त्यस्तो भयो, यस्तो भयो। यहाँ मम टु बीको चाहिँ पाइनँ, कति खोज्दा नि बल्ल बल्ल यति त्यो नानीको उयो चाहिँ बल्ल बल्ल पाइन्। त्यही ओद्लाबाडी गएको थियो भरे बाख्राकोटमै छ मन्दिर पङ्कलको दोकानमा। तपाईँलाई चाहियो भने त्यहीँ जानुहोस् होला। हामी त कस्तो दुःख गरेर ओद्लाबाडी गएको थियौँ यतिको लागि मात्रै, तर यही छेउमै घरै अगाडि पाइ। देख्यो हाम्रो आमा चाहिँ यहाँ मादम पुच्का हान्दैछ। पुच्का यो चाहिँ नेपालको अम्बक हो। म चाहिँ नेपालबाट यति कोसेली ल्याएको थियो। कलबन्दालाई बनाउनु पर्थ्यो, कलबन्दाले गरिदिन्छु भनेर छ। बेबीको के अरे उयो पेकिङ के भन्छ त्यसलाई त, हस्पिटल बेग। अन्त नानीको लुगा किनेको छैन, के हुन्छ हुन्छ। त्यस्तो एप्लन चाहिँ ल्याएको छौँ लुगा धुनु लागि, थाङ्ना थुन्नेहरू। अन्त यहाँ नेपालबाट मम्मीले पठाइदिनु भएको छ मलाई।
करेन्ट 5वटा पठाइदिनु भएको थियो 2टा खाइसकेँ मैले अन्त पठाइदिनु भएको छ यहाँ त्यो खाएँ मैले पुस्तकारी यो निम्बुको तितौरा र यो तितौरा पठाइदिनु भएको थियो मलाई मेरो लागि अन्त नानीलाई सेक्ने तेल पठाइदिनु भएको थियो मम्मीले त्यहाँबाट के पठाइदिनु भएको थियो मुलाको अचारहरू पनि पठाइदिनु भएको थियो हाम्रो डेकोरेसन चाहिँ यस्तो हुँदैछ मजाको देखेर अब अहिले एकछिनमा भेट्छु केक काट्ने बेलामा फाइनली म चाहिँ रेडी भइसकेँ आमा पनि रेडी हुँदैछ लुगा लाउनु हुँदैछ म चाहिँ रेडी भइसकेँ अब यहाँ चाहिँ यस्तो भइरहेको छ है यहाँ चाहिँ यस्तो भइरहेको छ मिठाई त केक चाहिँ निकाल्दै केक अनि यहाँ बसिरहेको छ सरको लागि रेडी हो र त पनि आमा चाहिँ पूजा गर्नु हुँदैछ अन्त म चाहिँ रेडी भएर माइजूलाई पर्खेको आउनै भएको छैन मम टिभी केक पनि निक्ल्यो दामी मजाको दिएको नि के हो त्यो लेखिदिएको न मम टु बी 2 लेख्नु जानेर यहाँ नै केक दोकानको मान्छेले यस्तो लेखिदिएको छ प्लेट चाहिँदैन हुन्छ चाहिँ छ ए भित्र उयसमा छ नि त्यो प्लेटहरू कस्तो अलिक उयो छ अट्ने बिचमा राख्नु केक केही हुँदैन सब हुन्छ आउँछ रेडी भयो अब चाहिँ बालिदिइराख्छु ल बालिदिनु मान्छेको वेटिङ गरेको छ यहाँ चाहिँ माइजूको मान्छेको गरी मैले माइजूको वेटिङमा रात परिसक्यो हाँ यसरी खिच्नु त भिडियो आउँदा यार यसरी यहाँ यसरी खिच्नुपर्छ जस्तै यो भएन खिचिन्छ आफै यस्तो भएन खिच्यो के भन्छ ह्याप्पी बर्थडे भन्नुहुन्छ ह्याप्पी बर्थडे होइन आउँछ आउँछ लामो भइसक्यो त नि पहिला डुङ्गा पढिन्छ मेरो बाजे पहिला गरिन्छ पड्किन्छ भिडियो गरिदिइराखेँ म त पुरै टिकामै छ त उयो त पहिलो जानु न आमे लाग्दैन नि पहिला भयो कति खिचेको हौ भिडियो ब्लगमा हाल्छ नि त ए सुनिहाल ए काट्दा भयो त अघि गरेको भिडियो कल टिका लागि न अन्त काट्छु छिटो गरौँ मन खाना बनाउनुपर्छ उयो चकुते ल्याएनौ त्यो प्लास्टिकमा काट्ने असुविधा हुन्छ पैसा झिकेको छु होइन फेरि एक फलफुल दिनुपर्छ होइन के पाइदिनु पर्ने होइन एकाइ फर्किनु कोही कोही कुन चाहिँ आएको हो त सरी हुँदैन यताबाट पाइनु
एक हात भर्नु त्यो बढी तिम्रो दुई मात्रै छ नि त अन्त पनि खाइदियो मलाई खुवाउनु पर्दैन म मिस्टी खान लाग्यो खुवाउने नियम हो के खायो खान्छ खाइसके हो कि हेरेको खाइदिनु पर्छ लु अझै लाग्नु कस्तो मिठो के आमा खाना दिन्न एउटा आशिष बुढी अझैहरू दिएको आशिष होस् नातिहरूको नातिनीहरूको भनेर खिचे प्रार्थना गरिदिनु राम्रो होस् बच्चा बच्चा भनेर अझै म त सोच्छु छोरै होस् भनेर एउटा पाए ढुक्क छोरी पाउनु त दुईटा पाउनु पर्यो बरु एउटा छोरा पायो दुईटा एउटा ढुक्कै ल अझैको पर्खिनु है यस्तो उयो लगाइदिएन त्यही त दिदीलाई हुँदैन त त्यसले त आइजानु ए के पनि हुन्छ त्यति हाल्नु मात्रै के पनि हुँदैन पूजा गरेको नि खिचे खिच्दै पनि छु भिडियोमा पनि खिच्दैछु भिडियो गर्दै राम्रो होस् भनेर आफूले एकदमै पनि सानो हो उयो मुनिबाट निकालेर अहिले मिठो केक खाने मिठो छ केक नि एउटै थियो कि एकजना केटा पनि यही पर्खिरहेको थियो हामीले हतार त पैसा तिरेर किनिहालेको हामी नगर्दाखेरि भयो नि भयो खोइ मैले त खुवाइदिन त अन्त तिमीको आउँछ ठिक यत्तिकै पक्रिदिनु ल यो फ्रिजको माया राखेको छ यत्तिकै पक्रिदिनु अघि नि निकाल्नु पर्छ त्यो अगाडि के पढाउनु पर्यो चक्कीको ल्याउनु नि टक्क मैले भने त अर्को अर्को गर भने त ए जानु भएछ यो अघि फ्रिज राखेर यो पढा लाग्छ भित्र आज ल्याएको त उद्घाटन यो नल्याएको थियो नि त सबैको उद्घाटन भयो ओहो आज त नानीको पनि नानीको पनि शोभाको पनि सबको भएको पर्यो कुन चाहिँ टेबल नानी जाने पैसा अलिक भन्छ यहाँ चाहिँ हाम्रो भाइलाई भेट्नु बहिनीहरू आएको रहेछ हो अन्त मैले चाहिँ यहाँ चाहिँ भोइस रिकर्डै गरेर हाल्दै किनभने चाहिँ त्यहाँ के बोलेको थियो नि त अनि बहिनी किन साडी लाग्छ भन्दा चाहिँ उनीहरू चाहिँ नेवारी कल्चरमा चाहिँ बेली बिहा हुन आँटेको थियो भोलि अन्त आजको दिन चाहिँ अन्त उनीहरूको हल्दीको रसम गर्नु आँटेको रहेछ अन्त त्यही भएर चाहिँ साडी लगाएर आएको रहेछ ला उसको फुलै झरेछ हो अन्त माइजूले चाहिँ टाल्नु गम्ले भन्नुहुँदैछ अन्त गयो बहिनीहरू चाहिँ अन्त हामी चाहिँ बिहामा आयौँ हेर्नु यहाँ चाहिँ बहिनीहरूको मेहन्दी लगाइदिँदै रहेछ मेहन्दीको रसम हुँदै रहेछ अन्त यता चाहिँ फ्यामिलीहरू खाना खाइराख्नु भएको थियो पाहुनाहरू अन्त
मेहन्दी लाउँदै थियो अन्त हाम्रो उयो पनि सोनिया पनि बसेछ ततै पनि मेहन्दी लाउनु लागि जबरजस्ती साथीले लगाइदिएको थियो अन्त पेन्डल चाहिँ यस्तो छ हाम्रो यताको चाहिँ यस्तो बनाएको थियो मजाको बनाएको थियो अन्त भिडियो चाहिँ आजको लागि यति नै हो बेबी सावरकै भिडियो हो मैले यो पनि अलिकति हालिदिएको छु अलिकति लामो बनाउनु माथि घर जान लागि आँटेको हेरिदिनुहोस् होला सबै सकेर बेबी सावरको इन्भाइट चाहिँ आज हामीलाई माथि घरमा चाहिँ फोन आयो फेरि भगवान्को नाममा लगन भइहाल्छ नि यहाँ चाहिँ मिठाई लाग्दैन यता चाहिँ आमा हामी चाहिँ हिँडेको खाना खानु लागि चाहिँ हाम्रो मन्दिर अस्ति पुरानो भएको मामा घरमा छ आज हाम्रो खाना चाहिँ कुखुरा काट्नु भएको अरे अन्त खानु गएको कुखुराको मासु भात अनि हामी चाहिँ खानासाना खाएर आयौँ माथि घरबाट भिडियो गर्नु बिर्सेछु खाना आएको त कस्तो भोक लागिरहेको थियो कि अनि बिर्सेछु म दुध खाँदै अनि यहाँ घरको मान्छेहरू यसरी बसिरहेको छ आमा पनि दुध खाँदै फोन चलाउँदै दुध खाँदै आजको लागि चाहिँ यति नै अलि के अरे सानो गरेको बेबी सावर हो त्यही भएर दुधको मात्रै छैन आमाहरू हुँदैन त्यही भएर सानो मात्रै गरेको हुन्छ भिडियो कस्तो लाग्यो के लाग्यो कमेन्टमा भनिदिनुहोस् होला नयाँ भने सब्सक्राइब गरिदिनुहोस् होला मलाई पनि सपोर्ट गरेर अगाडि बढाइदिनुहोस् होला अब नेक्स्ट भिडियोमा भेट्छु भिडियो चाहिँ तर त्यहाँ त्यो उयो पनि भएको छ बिहाको पल्लोपट्टि पनि बेलकरमा छ नि त हाम्रो प्रधानहरूको नेवारहरूको हुने अन्त त्यो पनि अलिकति क्लिप मैले हालिदिएको छु गएको थिएँ नि त अघि हेर्नु त्यही भएर हुन्छ त भोलि भेट्यौँ अब नेक्स्ट ब्लगमा